साथीहरू आज चाहिँ हामी धरमपुर आएको छौँ दिदीको बर्थडेमा अनि दिदीलाई बर्थडे सरप्राइज दिनुको लागि होइन यहाँ केक किन्दैछौँ हामी चाहिँ मिटिङहरूले केक किन्दै हुनुहुन्छ हाम्रो मेकअप यस्तो भइरहेछ तिम्रो मेकअप अलिक राम्रो भइरहेछ तर हाम्रो चाहिँ खपात भइरहेछ खपात के भन्नु यस्तै छ तिम्रो कि हामी जाँदैछौँ जान चाहिँ केक यहाँ छ लाइटर छ ए सिमरनजीलाई चाहिँ यसो मिटिङ पार्नु नि केक बोक्नु यसो राखेको छ होला यसो हामी नआउने भने हामी ओरेबाट अवलोकन गर्नुपर्छ यसो विचार गरौँ त्यही त भनेको नि नभनिँदा टेन्सन स्किन कलरको सक्छ हामी चाहिँ यहाँनिर सिमरनजी घरमा नआउनु अरे अर्कै कता जाइराख्नु अरे भनेर त्यस्तो भनेर सोचेर उखा तिमीहरू जानु अरे नहुनु अरे अन्त मलाई पनि भन्दै हुन्छ कान्छाले बिहानदेखि कतिखेर जाने हो अहिले जाने होइन हिँड्ने होइन भनेको गर्दै हुन्थ्यो मलाई चाहिँ मैले म्यासेज गर्नुभयो के अरे अनि उहाँ मुटु ढुकढुक भयो अरे मिटिङको नर्भस भइसक्यो क्या नर्भस हुनुभयो अरे नर्भस दिदीहरूको घर पनि के पो छ त हौ मलाई त केही भएको सिमरन दिदीको गाउँ देख्नु पाएँ सिमरन दिदीको घर देख्नु पाएँ खुसी लागिरहेको छ त्यस्तो छ जाँदैछौँ हामी चाहिँ सिमरन दिदी तपाईँ घरमा हुनुहुन्न थियो भने हामी के गर्नु होला भरे कहाँ जानुहुन्छ नि फेरि आउनु त त्यतिखेर भालेर सरप्राइज हामी त यस्तो गरेर रुनुदै मिटिङले के भन्दै हुन्छ अरे हामी ठ्याक्क यस्तो भनेर जानु उता सिमरन दिदी पनि नहुनु अनि के भन्दैछु अब अन्त हामी त हेरेको हेरे नि हो लाटाले पापा हेरेको तर केही छैन उसलाई के जाँदैछु भिडियोको लागि भए पनि भिडियोको लागि भए पनि अलिक पर छ हौ यहाँ होइन क्या अनि उयो पाल भङ्गमा रोकिनु हुँदा हुन्छ क्या यहाँ रेडी पार्दैछौँ है उहाँले ल्याइदिनु भयो हाम्रो दाइले मै पार्ने सुरु किन पार्नु अर्कैले पार्नु नि क्यान्डल एउटा त गर्नु ल जाँदैछौँ हामी अब बुझ्ने हो जस्तो लाग्यो मलाई त्यहाँको जाँदैछौँ है जाँदैछौँ यति गर्नु मिटिङमा पुगिसक्नु एकैचोटि जाँदा हुन्छ नि स्कुटी त बाहिर रहेछ धान पनि सुकाउनु भएको रहेछ हुनु नमस्ते यहाँ पनि छ ल त भिडियो गर मेरो बनाइदियो त यो केक चाहिँ निकाल्नु होला ह्यापी बर्थडे थ्याङ्क यू डार्लिङ मैले त सोचेको पनि थिइनँ कसरी आएको आज मलाई किन मेसेज आएन भनेर राखेको भनेर के हाम्रो बर्थडे गर्नुमा त्यही त नि
हाम्रो चाहिँ गफ चलिरहेको छ यहाँ गफ चलिरहेको छ बर्थडे पार्टीको लागि के गर्ने भने प्लानिङ उहाँहरू ऊ दिदीको फेरि बेग्लै छ पो त उहाँ ऊ भगवान्जी बेग्लै हुनुहुन्छ है उहाँनिर इडरी बस्दाखेरि ल्याएको थियो नि त नि रुममा मलाई नि हामी चाहिँ यहाँ करेन्ट खाँदैछौँ जग्गा पनि करेन्टले चाहिँ नछोड्ने पनि होइन यस्तो जा यहाँनिर चाहिँ हाम्रो बेलुन फुलाउने कार्यक्रम हुँदैछ भ्लग बनाएको बिर्सेर अहिले मात्रै यहाँ बनाउँदैछु म यस्तो हुँदैछ यहाँ पर भाइ के गरेको भाइ अनि यहाँ चाहिँ अब कीर्तन गर्न आँटेको कीर्तन आजदेखि यहाँ छन् बहिनीहरू एउटा एउटा लडिरहेछन् अनि यहाँ चाहिँ कतिले छ यहाँ चाहिँ अब म चाहिँ गर्दैछु सेउ र कोला यता पुलाउ बनाउने उता भाँडामा सबै काम गरिरहेको छ हाम्रो चाहिँ उहाँ हाम्रो बिन्तु फुलाउँदैछिन् बेलुन अनि यहाँ टाल्ने कार्यक्रम हुँदैछ यता उ गर्ने कार्यक्रम हुँदैछ यहाँ यस्तै कार्यक्रम हुँदैछ यहाँ लाइभ बसिरहेको लाइभ बसिरहेको छु अनि म त यस्तरी बसिरहेको छु है हामीलाई पनि बसिन्छ ओहो कस्तो 24 लेभलको दाइ आउनुभएछ म गिफ्ट हानिदिनुहुन्छ कि 24 लेभल गिफ्ट हानेर लेभलको बढाएको नि यहाँ चाहिँ लाइन गएर भिडियो भयो लाइन गयो यस्तो छ मेरो हालत यस्तो छ लाइन गएर आँखा फेरि पोलेर मर्न आँटेको के गर्नु आँखा पोलिरहेको छ पुरै हामीले भेला भएर हाम्रो छोरी चेली पिता गोराको शुभ जन्मोत्सवको उपलक्ष्यमा हामीले भगवान्का नाम कीर्तनहरू पञ्चकीर्तन साथै शरद भजन हामी बनाइसकेका छौँ र हामी दिपा बहिनीलाई शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा मङ्गलमय उत्तर उत्तरको कामना गर्दै उहाँले सोचेका उहाँले चिताका कुराहरू सबै पुरा हुन् उहाँका देश विदेश जाने भिजाहरू चाँडै आउन् भन्दै हामी हाम्रा कीर्तन लगाउँदै लागेका छौँ त्यसमा एउटा हामीले सानो एउटा अभिनन्दन कार्यक्रम राखेको छ त्यसमा हाम्रा यस कीर्तन मण्डलीका अध्यक्ष हरिमा ढिमिरेज्यूलाई म अगाडि आएर पिता बहिनीलाई टीका लगाइदिनुका लागि आग्रह गर्दछु कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ रोएर भए पनि जीवन बिताउनु छ भए पनि रोएर भए पनि जीवन बिताउनु छ हृदयमा कृष्णको फोटो
हाम्रो केक काट्ने कार्यक्रम हुन आँटो पिज्जोको तिमीलाई चाहिँ के भयो दाउ नै चाहियो दाउ चाहियो दाउ दाउ त्यहाँ छ पटेर के सबै गर्नु हो त्यो त्यो दुईटाले भयो एकदम रेडी हो फोटो खिच्नु छ त म फोटो क्या त फोटो आयो है यहाँ सबै निकाल्नु फोटो दिन्छ Happy गराए गर नानी हौ गराए दाजुले अनि त्यत्रो शान्ति होस् राम्रो होस् पनि नहोस् राम्रो होस् खुसियाली सधैँभरि जोइराजनु आज त ए लु 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 सबै बिगारिसके भर्खर बनाएको ल नो एक्सक्युज नि फेरि चुलबुली के छुनु हौ ल्याएको छैन किन यत्रो धेरै हालेको यत्रो धेरै हालेको सबै ट्याटो नै ट्याटो भयो त जिउभरि तर धेरै ट्याटो भयो ल ल ल ठिक छ अरू ठाउँमा पनि सरप्राइज दिन्छ माया लाग्छ मलाई आऊ ओइ भयो सिङ्गल एउटा आऊ लु एउटा चाहिन्छ यो दुनियाँको हाम्रो बर्थडे चाहिँ यस्तो हुँदैछ बर्थडे पागल 1 नम्बर की दूसरे नंबर की तीसरी नंबर की किसकुमारी के हालिदिन्छु म हेलो हेलो हाम्रो भ्लग चाहिँ कहाँदेखि कहाँ पुग्यो सकियो बिचमा होइन सुत्यो गऱ्यौँ के गऱ्यौँ सक्यो है अब हामी फर्केको सक्यो भ्लग कहाँ पुग्यो भिडियो गर्नै बिर्स्यो होइन अब यस्तै भयो चाहिँ जस्तो भए पनि रमाइलो भयो खुसी लाग्यो बर्थडे पनि सक्यो घर पनि फर्केको हामी हिजो बेलुकाको चाहिँ